गुड मर्निङ नमस्ते 7 बजेको ट्याक्कसँगलाई म चाहिँ उठेँ है। मेरो यो कपाल पनि काटाकुचुक पारेर बातबुर पारेर सट्टा पारेँ। मेरो सानो छोरी चाहिँ सुतिरहनु भएको छ, ठुलो छोरी चाहिँ मसँग चाहिँ उठ्नुहुन्छ मेरो पुच्छेर। म चाहिँ यसो बसोस गरेर मुख धोएर अब यसो पानी सानी पिएर चिया बनाउन लागेँ। दुध चिया बनाएको छु है म चाहिँ। कहिले कहिले दुध चिया पनि मलाई एकदम मनपर्छ। यो चाहिँ रहरीको दाल हो। रहरीको दाललाई चाहिँ मैले सट्टै दाल पकाएर खानलाई पखाल पुखुल पार्न आँटेँ। दालको दाल चाहिँ एकदम बेस्ट है, एकदम हेल्थको लागि पनि। यसलाई चाहिँ अब मजाले है धोइ धाइ गरेर मटक मुटुक पराक पुरुक सरक सुरुक पारेर चाहिँ मजाले मिची मिची धुने। यसलाई 2-3 पानी मजाले पखालेर एकछिन भिजाउने गरेको छु। यो चाहिँ मैले चामल हालेँ अब खानको लागि। यसलाई पनि चराक चुरुक पराक पुरुक मरक मुरुक पारेर चाहिँ मिची 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 धुने। अनि धोइसकेपछि चाहिँ एकछिन भिजाएर राख्छु। त्यसले गर्दाखेरि चाहिँ भात एकदम नरम हुन्छ, खानालाई पनि एकदम मिठो हुन्छ। यो चाहिँ मेरो लसुन बारीमा फलेको लसुन, एकदम अर्ग्यानिक लसुन, लोकल लसुन यसरी राखेको छु मैले चाहिँ जगटामा बाँधेर। हजुर चाहिँ कसरी राख्नुहुन्छ है, म चाहिँ यसरी राखेको छु, यसरी राख्नुपर्छ भनेर। मेरो सानो छोरी चाहिँ मस्त सुतिरहनु भएको छ, ठुलो छोरी चाहिँ गनगन गनगन गरेर भिडियो हेर्छु भनेर ल्यापटपतिर मलाई देखाउँदै हुनुहुन्छ। 2 दिन छुट्टी, सन्डे स्याटरडे छुट्टी भएकोले गर्दाखेरि बच्चाहरूलाई पनि बोर भइसक्यो, खेल्ने खायो भने कति पढ्ने। अब उसलाई चाहिँ के मन परेको छ त्यो भिडियो लगाइदिँदैछु। अब म प्याज काट्न थालेँ है। प्याजलाई चाहिँ पखालेर सट्ट पखालेर चाहिँ यसलाई एकदम बोक्रा सोक्रा च्याट्ट पुटुक पारेर म तासतुस पारेँ। लसुनलाई पनि अब पडाक पुडुक पारेर चाहिँ म यसलाई पनि सट्ट पखाल पुखुल पारेर तास्न थालेँ। यसको बोक्रा चाहिँ मजाले तासेन भने चाहिँ मलाई खानेकुरामा पऱ्यो भने एकदम दिक्क लागेर आउँछ। त्यसले गर्दा राम्ररी मजाले बोक्रा तास्नुपर्छ। मलाई फेरि सबैभन्दा झ्याउ लाग्ने काम है। यसलाई मलाई सबै तासतुस पारेँ। यो चाहिँ आलु है। आलुलाई मैले तासतुस पार्दैछु। मेरो छोरीलाई चाहिँ फ्रेन्च फ्राई बिना चाहिँ खाना रुच्दैन, फ्रेन्च फ्राई भन्छौँ। हाम्रो पालामा चाहिँ आलु भाजी भन्थ्यो। यो चाहिँ लसुन अदुवा टमाटर पनि काटेँ। यो चाहिँ टमाटर चाहिँ मलाई अलिअलि तास्नुपर्छ क्या मेरो छोरीको लागि। यो चाहिँ मैले दालमा हाल्नको लागि काटेको। अब म दाल पकाउनलाई कुकर बसाएँ। कुकर तात्दैछ। लसुन अदुवा टमाटर प्याज सिधाहरू रेडी भयो। तेल हालेँ। अब तेल हालिसकेर 5 फरङ हाल्छु। 5 फरङ चाहिँ म धेरै हाल्दिनँ, छोरीले मन पराउँदैन क्या। अब प्याज स्याज लसुन ससुन अदुवा ससुन एकैचोटि पराक पुरक हालेर दाल साल हालेर यसलाई चलाम चुडुम कडम कुडुम पारेर चलाउने। दाल पनि हालेर डमडम पारेर यहाँ भाउजूले चाहिँ प्याज काट्न थाल्नुभएछ सब्जीको लागि। सब्जी चाहिँ हाम्रो आज चिकन छ है। अब दाल पाक्दैछ, भात बसाउन आँट्दै हुनुहुन्छ। चिकनलाई यसो फ्राई गर्दैछौँ। फ्रेन्च फ्राईको लागि चाहिँ आलु काट्दै हुनुहुन्छ भाउजूले। अब मैले चाहिँ यसलाई अदुवा सदुवा अघि हालिसकेको छु। टमाटर चाहिँ म धेरै हाल्दिनँ क्या, पेटै अमिलो हुने गरी। यसलाई पनि चडामचुम चलाएर कस्तो मिठो भयो, हेर्दै खाउँ लाग्दो भयो। दाल पनि पाकिसकेको छ कस्तो छिटो। ओहो हेर्नु त सब्जी चिकन पनि कस्तो दाम भयो, भात पनि पाक्छ। मेरो छोरीलाई चाहिँ एकदम भोक लागेको छ। लु खाऊ 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 रेडी पो भइसकेको छ आमै। लु है साथीहरू, म त खानलाई तयार भइहालेँ। मेरो छोरीलाई चाहिँ पहिल्यै दिन्छु, मेरो ठुलो छोरीलाई चाहिँ पहिला दिन्छु, खान्छु। ल म पनि खान थालेँ है। दही दाल दुध सब्जीहरू हरकपुरक पारेर म पनि खान थालेँ। मेरो भाउजूलाई पनि भोक लागेको छ। लु खानु 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 कस्तो छ हौ, मिठो छ अरे। लु मेरो काम अब सुरु भयो, ड्युटी नानी हेर्ने। बाई बाई।